ल साथीहरु हिँडेको फेरि अब रेडी भएर सबैजना जोड घुमाइन्छ 2-3 दिन भयो गाडीको गाडी छ है हामी चाहिँ कहिले कता पहिरो गइरहेछ हो घुमिरहेछ कता कता के हो हामी चाहिँ घुम्नु गएको फेरि अब घुम्नु भन्नाले पनि अब त्यहाँ एउटा होटल ओपनिङ हुँदैछ कि हाम्रै आफ्नै मान्छेहरुको चिनाजाना हो त्यही भएर चाहिँ ओपनिङको दिन बोलाएको थियो नि त त्यही भएर जान आँटेको खोइ बहिनीलाई पर्खेको डोलमा हाल्छम आएको छ कहाँ गयो त्यसरी ऊ लाइट त यहाँ झुन्डिरहेछ भाइ यसो गर उसो गर यही आसिङको गाडी छ है जिन्दाबाद ल है फेरि ल आसिङ सलला कता हो सलला त्यही बाटो फेरि त्यही बाटो नि हो आसिङ यहाँ हाम्रो पुच्ची पनि जाँदैछ आज चाहिँ आसिङले पनि अब नयाँ गाडी निकाल्छ अरे एसीवाला गाडी निकाल्छ अरे सल्ल बेसी छ भने चाहिँ यो लान्छ अरे कम्ती छ भने चाहिँ त्यो लान्छ अरे आँट्छ त आसिङले के साह्रो गाडी पिस्यो लै कहाँ गयो डोलमा आउनु भयो केही भन्दैन लु भ्लगमा हाम्रो नानीले के भन्छ अरे अब के भन्छ अरे कहाँ जान आँटेको के कहाँ जान आँटेको क्यों क्या होता है एसी वाला गाड़ी में तो मर जाते क्यों वॉमिटिंग होता है तुम्हारा स्कूल बस में नहीं है एसी अच्छा फैन भी नहीं है कहाँ गए हो डोलमा बल्ल आयो शी इज कमिंग लो चलो भाई साहब तेरो खदा लिएर आइज जा अब सुनले ठिक पारेर पछाडी बस्ने कि अगाडि बस्ने पापा हेर त एक्लै अगाडि भनेको पापालाई त पछाडी यत्रो जग्गा खाली छ पछाडी बसाऊ हैन उल्टी गर्छ ल बसोस् अगाडि तिमी त्यहाँ उयो गर्दैन नि खिड्कीबाट यताउता नगर नि फेरि खाता बगेको ए के हो म्याचिङ छ त ब्याग त सबको म्याचिङ छ त सुता खतरा छ त के हो मेरो त सुता के हो यस्तो मलाई त यस्तै फेरि खप्पै सजिलो लाग्छ र मैले यस्तो रेडी छ त दामी छ त अन्त बाजे कान सुने उडा है गरम भयो खोल्नु नि हो खुल्लै छ मलाई त त्यहाँ छोड्दिनु है बाजे सालबाट छोड्नु रे चाङ्ला चाहिँ को हो फेरि अब यहीँ उत्रिन्छ होला चाङ्ला यही होइन लु यहाँ साइड आमा धुलो तर पाउडर जस्तो छ त हौ ओ माइ गड हेर्नु धुलो फकिलाएर जति छ लु बाई दैलो छुट्यो लु अब घटेको पनि छैन बेसरी खाएको मैले पनि के हो त्यो चाहिँ खायो खाए त अन्त फेरि आज त म त रड्डी भयो त अन्त ननभेज खाँदिनँ अहिले मेरो मुख आयो अनि के भयो अन्त राम्रो त देखिरहेछ ला के हो त्यो रबर पेन के गुच्छै छ त के हो ला म त ननभेज खाँदिनँ आज फेरि थर्टी ला लिएर आउला जस्तो छ त अब मेरो पार्सल भन्दा जस्तो छ त फुल फुलेको सेतो फुल जङ्गलमा मतलब यो बाटो चाहिँ मलाई हेभी मनपर्छ हेर्नुहोस् न बिचमा रोड हो साइडमा जङ्गल छ साथीहरू दामी छ यो बाटो चाहिँ हल्लेर के राखेन हल्लेर के साह्रो हल्ल्यो के हो फेरि जाम हो माइ गड के हो यस्तो के भन्छ अरे अब गयो भने आसन अब त सबै खतम भयो के पनि छैन अब त दोकानमा बेच्ने सामान मात्रै छ हो लु किनेर खाऊ अब जब रलपल खाऊ भन्छ अरे रलपल पनि सक्यो भने पानी पिएर जाऊ भन्छ पानी हस्सर मार्छ है आसैले सक्यो हुन्छ नि पिङ रलपल सबै तुरे भन्छ अरे अब हेर्नु साथीहरु यहाँ जाम भएर हो 1 घण्टा यही बच्चा 5 बज्न आँटिसक्यो
ल्याएर कति 11 बजीदेखि होइन 11 बजीदेखि ओपनिङ भन्दै थियो हामी चाहिँ 3:30 या 4 बजी निक्लेको यहाँ त ट्राफिक भएर 5 बज्यो अब जाम भएर त्यही आशङले भन्दैछ अब त रहलपहल पनि कुने रहलपन पनि कुने तिमीले अब एक गिलास पानी पिएर भाँडा मात्नु चाहिँ छ भन्ला नि भन्दैछ हँसेर मास्नु छ त्योमा आफू त आज ननभेज खाँदैन हो फरक ए आयो लु भनेर टिममा यसरी देला नि ला खा भाग भनेर रड्डी हुन्छ लु बै पनि हाल भन्ला नि यहाँ हो क्या अलि अगाडि आइपुगे साथी आइपुग्यो अब चाहिँ कुन चाहिँ हो के साह्रो हो आइपुग्यो साथीहरू झिकझ्याक होटेल आइपुग्यो यहाँ छ तपाईँको होटेल न्यू सिक्किम भन्ने है होटेल न्यू सिक्किम भन्ने नयाँ खोलेको हो हाम्रो आफ्नै मान्छेहरूको हो चिनाजाना मान्छेहरू यहाँ तपाईँको काउन्टर छ यसरी काउन्टर हो यो चाहिँ हो यहाँ यस्तो छ यहाँ बस्ने जग्गा छ है यहाँ तपाईँको किचन यहाँदेखि भित्र अझै तपाईँको स्पेस ठुलो छ स्पेस छ है मजाको छ यहाँ चाहिँ आरामले बसेर चाहिँ खान सक्ने रहेछ यस्तो छ स्पेस चाहिँ मजाको रहेछ है तर यहाँ तपाईँहरू बसेर आरामले हो इन्जोय गरेर खान सक्नुहुन्छ यस्तो रहेछ हो यहाँ चाहिँ यस्तो मजाको भ्यू देख्दो रहेछ यताबाट चाहिँ हो खोलाहरू मजाको देखिँदो रहेछ खिड्कीबाट बिकज खिड्की ठुलो रहेछ नि त ठुल्ठुलो खिड्की यस्तो छ हो यस्तो मजाको खोलेछ स्पेस चाहिँ मन पर्यो है मलाई तर अन्त यहाँ माथि पनि रहेछ हो लज टाइपको होला र यहाँ पनि छ बस्ने प्लेस हो यहाँ हेर्नुहोस् यहाँबाट चाहिँ भ्यू चाहिँ एकदमै दामी देख्नुहुन्छ तपाईँहरूले यहाँ हेर्नुहोस् न शीतल हावा हो सरर एकदम फ्रेस मजाको ठुलो रहेछ हौ है दामी मन पर्यो त्यही त यहाँबाट हेर भ्यू हेर्दै खानु पाउने दामी भ्यू देख्दो रहेछ हो यक्पु ढेसे बनाएको छ मिठो ढेसे दामी चिमचिन चाय बस्नु न आशै मिठो भएछ ढेसे डर त भने त्यस्तो भएछ त हौ हामी चाहिँ यहाँले धमाधम खाँदैछ खै आर्सन कहाँ गयो ल है अब यहाँ हेर्नुहोस् है साथीहरू बटारे यसलाई चाहिँ भन्छ बटारे हो यो चाहिँ प्रायः जस्तो बुद्धिस्टहरूको घरमा चाहिँ सबैमा राखेको हुन्छ यस्तो चाहिँ यो चाहिँ चियासँग चाहिँ हेभी मिठो हुन्छ साथीहरू दामी हुन्छ नि चियासँग चाहिँ जस्तो खाप्सी हुन्छ नि खाप्सी जस्तै हुन्छ खाप्सी भन्दा पनि अलिक मिठो छ तर यो चाहिँ यहाँ हाम्रो विजयले चाहिँ लिँदैछ के लिएको हौ लाङ्सा लाङ्से ग्रेभी छ यहाँ चाहिँ हो यहाँ चाहिँ भेज हो भेज त तपाईँले छुँदैन पनिर हो पनिर मिठो भएको छ तर पनिर दामी भएको छ त तपाईँको यहाँ छ चिकन यहाँ छ सलाद अनि यहाँ छ दाल है टाइम भेराइटिज बनाउनु भएछ बिचरा लाङ्सा टी मोमो हेर्नुहोस् साथी टी मोमो ऊ एटेनले खाँदैन म चाहिँ खाएर बसेको हो खाएँ मैले त कहिले पार्किने हात्ती निस्किन्छ ला हो र माइगड के
भन्छ हात्ती पनि सिज भन्छ त साथी अब खाएर जाने बिजेलाई अलिक ढिलो भयो नि त खाँदैनौ तिमी खाऊ यही हो है होटेल चाहिँ दामी चाहिँ तपाईँहरू पनि कोही यो सुबुकबाट आउँछ भने पस्नुहोस् यहाँ दामी खाना पाइन्छ टिबेटन खाना सब फुड चाइनिज सब पाइन्छ यता चाहिँ यता मेन रोडमा छ हेरिहाल्नुहोस् दामी चाहिँ भ्यू हेर्दै खानु राम्रो छ ए त हेर्नु अन्त ए यहाँ यो पार्किङ एरिया राम्रो रहेछ नि त नि अन्त अब चाहिँ गएको साथीहरू हामी फर्केको हेर्नु रात पऱ्यो न खोलेन के हो जाम भयो जाम ए हटा चेप्ला नि हात साथ अन खोल्नु नजानेको कि यो फेरि अहिले हात चेप्छ तिम्रो होइन उयो मुनि दबाएको त छैन माई गड के छ अब हुँदैन आसँगै आउनु पऱ्यो लु सकेन डेन्जर जाम रहेछ लु आसँगैले खोल्नु पर्यो ए कस्तो पछाडि सिस्टम हौ लु बस लुगा उचाल्नै उचाल्दा उठाऊ ऊ बाई बाई गर्दा साथीलाई बिचार बाई बाई हुन्छ ल गएँ बाई बाई नवाङ भनेको ल गए ल के हुन्छ ला भन्छ त लडेर लाला भनेको अब यो सुत्दा पनि जाँदा सुत्दै जान्छ ल जाँदा पनि यो ऊ लडे त ऊ इलिलिलर भनेर त ऊ ढेसी नि ताले त अन्धकार भएछ अन्त ऊ यहाँ त होटेल रहेछ त किरै पो रहेछ त अन्त अस्ति त हेर्दा थिएन त है हात्ती आयो भने मारो बलुन लिएर आएको छु यहाँ नि यो तेर्से लिली लाली अन्धकार भयो त हौ दिउँसो आएको मान्छे घर अँध्यारो भइसक्यो मेरो बत्ती सत्ती छैन एक्लै बस्नु त्यही हो अब गएर बत्ती बालेर पूजा पनि गर्नु छ साथीहरू यसले ल्याएछ बलुन फेरि हो ल त साथीहरू बाई बाई घर ल त साथीहरू यस ब्लगलाई यही एन्ड गर्दैछु र फेरि आउनेछु नेक्स्ट ब्लगमा फ्राइडे न्यू ब्लगको साथ तपाईँसँगलाई बाई बाई एन्ड गुड नाइट